मेरो पनि दुईटा छोरा छ, एउटा युकेमा छ, एउटा छोरा चाहिँ दुबईमा छ, बुहारी नातिनाहरू झापामा छ। मेरो छोराहरू पाहुना जस्तो आउँछन्, बस्छन्, जान्छन्। बुहारी आएर यहाँ नबस्ने अरे, किन? यहाँ कोही फेसिलिटी छैन अरे, नानीहरू पढ्नलाई फेसिलिटी छैन, केही चिज चाहियो भने किन्न पाइँदैन भन्छन्। आफूले त यस्तो लाग्दैन कि मतलब यहाँ केही पनि छैन भनेर यहाँबाट पैसा त्यहाँबाट निस्केर आउँदाखेरि एक साग तरकारी आउँछ। सागको सिजनमा साग हुन्छ, गोपीको सिजनमा गोपी हुन्छ, आलुको सिजनमा आलु हुन्छ। 80% हामी अर्ग्यानिक आफूले गरेको खेती खान पाइन्छ यहाँ बस्दाखेरि। तल बस्दाखेरि 99% मतलब किनेर खानुपर्छ। त्यो कतिको मतलब कि राम्रो छ, शुद्ध छ भन्ने कुरा त्यो भगवानै मात्रै जान्दछ, हामी जान्दछौँ। मेरो भित्र मनले यो भन्छ, एक दिन तराईको मान्छेहरूले सबैले हाम्रो यो ठाउँमा आएर घर बनाएर बस्न चाहन्छन्। त्यस्तो दिन आउँछ, किनभने झापाको जस्तो गर्मी अहिले यहाँ हाम्रो चेङथापमा भइरहेछ। झापामा 30-35 डिग्रीको मतलब कि गर्मी छ भने आउनेवाला 10 वर्षपछि यहाँ 50 देखि 55 डिग्रीको तापमान हुन्छ। त्यसकारण त्यहाँ बस्न सक्दैन, सबै मान्छे यहाँ आउँछ। त हामी यो ठाउँलाई छोड्न हुँदैन भन्छु।